हो, दुःख भयो, सङ्घर्ष भयो, पीडा भयो। के त पीडा भुलाउने बाटो एउटै हो त? यही मादक पदार्थ धुम्रपान मात्रै हो त? हेर्नुहोस्, तपाईँकै कारणले तपाईँको परिवार हुँदै समाजमा सँगसँगै राष्ट्रमा सबै ठुलो असर परेको हुन्छ। अनि साँच्चै एउटा कुरा, अब तपाईँ विद्यालयमै आइसक्नु भएको छ, तपाईँले राम्रो काम त गरिरहनु भएको छैन, तपाईँकै कारणले पनि हुनसक्छ। अब मैले तपाईँलाई भन्नै पर्ने हुन्छ, एउटा कुहिएको आलुले सारा बोराको आलु कुहाउँछ भने जस्तै आजभोलि तपाईँको नातिनीको चालामाला ठिक हुँदैन है। भगवान्, मैले अहिले उसको नराम्रो चाहिँ के भने त? उसको चालामाला ठिक देखिनँ नदेखेको कुरो मैले तपाईँलाई कस्तो खालको अभिभावक हो यार हाम्रो विद्यालयमा। तपाईँहरूले पनि यसै गर्नुहुन्छ होइन? तपाईँहरूले पनि त्यसै गर्नुहुन्छ होइन? विद्यार्थीहरूले आएर मास्टरहरूले चाहिँ तपाईँको भुँडी पढेनन् भन्यो भनेदेखि यस्तै गर्नुहुन्छ होइन? विद्यार्थीलाई गएर तपाईँको हुँडाले पढाउनु भनेर तिमीहरूले पढाउनु मिल्दैन भन्ने त्यही मास्टरलाई ठर्काउने होइन? तपाईँलाई भालो भइसक्यो जुन चाहिँ फरक। अब यस्तै पाराले कहिले पढाइ होला त? खोइ अब हाम्रो पाराले पढाइ होला पो पढ्नु हुँडाले भन्नु। मास्टरले यति लामो पाइ बोकेर हुन्छ यहाँदेखि हामी सुन्दै नसक्नु उठ्या हुन्थ्यो र पो राम्रो पढाइन्थ्यो। अहिले गाली गर्नु त्यस्तो अवस्था छ के गर्नु? एउटा सरसल्लाह गरौँ भन्नु भने यहाँ बोलाएको थिएँ, अहिलेसम्म आइन्छ त कहाँ चाहिँ गइ त? म घरमा आफ्नो काम छोडी आएको उही होइन, अहिलेसम्म आएको रहेछ। अस्मी ए अस्मी अस्मी हजुर कता हो? हजुर कृष्ण कृष्ण अनि कस्तो नदेख्नु भएको कि नजिकै हुँदा पनि मेरो कृष्णले मलाई किन नदेखेको? आज मलाई कस्तो देखिहाल्छ ल हेर्नु त है कस्तो देखिहाल्छ पहिला त्यो त भन्नुहोस्। ए मसँग रिसाउनु भएको मलाई थाहा भइसक्यो कृष्णलाई पैसा चाहिन्छ। पैसाको फेरि नगर्नुहोस्, पैसा पनि के भन्छ हजुरले भन्छ? सही पनि अनि केही भएको छैन भने मैले मलाई कस्तो देखाएको छ भनेर कतिपटक सोधिसकेँ। हजुरले देखेको छ नि कस्तो देखाएको छ भन्नुहोस् न? राम्रो देखिएको छ। तर हेर अस्मिता, म आज तिमीसँग एउटा गहिरो सल्लाह गर्न आएको। त्यही गहिरोको मात्र हेर्नुहोस् है कृष्ण, आज मलाई मन छैन कि बरु बसेर यसो मिठा मिठा कुरा गरौँ अनि नि। अनि अर्को कुरा, अब त तपाईँले घर पनि बनाइसक्नुभयो होइन? अब त्यो नयाँ घरमा हामी दुईजना सँगै बस्ने होला नि होइन? मलाई त हेर्नुहोस् कृष्ण, त्यो घरमा हामी दुईजना सँगै त्यही जीवन बिताउने मन छ। अनि कृष्ण मलाई पाउन सक्नुहुन्छ कि त? मलाई यति एन्सर दिनुहोस् त। खै के भन्नु के नभन्नु। हेर अस्मिता, आज मलाई अलि धेरै नै तनाव भइरहेको छ। मेरो मन ठेगानै छैन। ठेगानमा छैन के गरौँ के गर्न खोज्नु भएको?
के हो भने जति कुरा लुकाए पनि मैले तिमीलाई वास्तविक कुरा भन्नै पर्छ। खासमा मेरो श्रीमती विदेशमा छ। श्रीमती विदेशमा छ भन्नाले के भन्नु खोज्नुभएको हो, मेरो श्रीमती विदेशमा छ अस्मिता। अब ऊ ढिलो चाँडो आइ नै हाल्छ यही महिनाको अन्तिममा। तिमी र म भनेको जसरी पनि छुटिनुपर्छ, त्यसैले पछि छुटिनु भन्दा अहिले नै छुट्यौँ भन्न खोजेको। कस्तो कुरा गर्नुहुन्छ कृष्ण तपाईँ? तपाईँले त मेरो बिहे भएको छैन, मेरो श्रीमती पनि छैन, म एक्लै छु भन्नुभएको थियो। अहिले हजुरको श्रीमती कहाँ पत्ता गराउन लानु भयो? अनि कृष्ण तपाईँले भन्न खोज्नुभएको के हो? तपाईँले एकचोटि फेरि प्रश्न भनिदिनु। हेर अस्मिता, त्यतिखेर मैले तिमीलाई जे कुरा भने त्यो दिन तिमीले रक्सी र वाइन खानुपर्छ, रमाइलो गर्नुपर्छ भन्ने भनेकी थिएँ। अब टन्न जाँड खाएको बेला मैले के भने मलाई के थाहा। जेसुकै होस् अस्मिता, तर हेर अबदेखि म तिम्रो रिलेसनमा बस्न सक्दिनँ। अरे रोएर केही फाइदा छैन, मान्छेबाट गल्ती हुन्छ र तिमी र हामीबाट नि गल्ती भयो र मान्छे सुध्रिने मान्छे आफै हो। मैले त आफ्नो गल्तीको महसुस गरिसकेँ अस्मिता। अब जहाँसुकै जाऊ, तर आजदेखि तिम्रो बाटो अलग, मेरो बाटो अलग अस्मिता। तिम्रो सहमति बिना मैले कुनै पनि गलत काम गरेको छैन। के को शर्त? कुन पैसा? जिउन भइहाल्यो। तिमीले यो कुरा आज होइन हिजो अस्ति नै सोच्नु पर्थ्यो, तिमीले सोचिनौ। अनि जुन पैसाको कुरा गर्दैछौ आज आएर, त्यो पैसा मैले तिमीसँग मागेको होइन, तिमी आफै मलाई पैसा दिएको हो। अब त्यो पैसा रिटर्न होला भनेर सोचेको हो नि कि? यसो कुरा नसुन्नुहोस् है, यो त मानसिक सन्तुलन गुमाउने मान्छे हो। यस्तोसँग कुराहरू बस्ने हुन्न। भैया, ये घर को गलती ले। अरे ये
अब यही विद्यालयमा तपाईँको रुम ढाउने हेरे ठाउँ सुरक्षण ढाउने हेरे विद्यार्थीहरूलाई र हिरण जीवन ढाउने हेरे अब अहिले आर्थिक हुँदा आयो त्यसको हजुरमा मैले दिन्छ गर्नुभएको छ त साथी के पैसा के र जाने पैसा नभएर हो त्यसो नभनु चाहिँ माथि छ त्यसो नभनेर कस्तो भन्ने त बर्बाद भएँ राम्रो भएछ के गर्नु बर्बाद लाने तेरो झिकान पैसा नभएर बर्बाद भयो होइन अनि भएको चाहिँ के त मैले कसैले भनेको के होइन मैले म सोधेर सल्लाह थिएँ आज मेरो यो दिन आउँदैन त्यो के हेरिन भने के हुँदिन भने मैले के पनि हुँदिन त होइन मलाई भाजे के सबैले मलाई सबै भाषा मैले गाएँ भने मेरो व्यवस्था गरेँ मैले मेरो नातिनी कुलको लागि समस्या हो म के गर्नु कुलमा लगायो तपाईँको नातिनी अलिकति गलत बाटोमा हिँडिरहेको थियो भन्दाखेरि तपाईँ आफै मलाई फोन गरेर होइन त्यही त गल्ती भयो भाषा अब के गर्ने हुँदा हुँदै शरीरमा सुइहाल्ने थाली छ अहिले त मैले सुनेको छु त्यहाँ खान्छे अहिले मैले मलाई हजुरबा भन्ने थाल्यो अब के गर्ने त्यसलाई कुरा नि त्यसलाई असर अब यस्तो होला मुख्य भूमिका तपाईँको नै छ है अब तपाईँ आफै घरमा बस्ने आफैले नै त्यसरी लागुपदार्थ सेवन गर्ने धुम्रपान तथा मद्यपानको सेवन गर्ने अब त्यही बच्चीलाई नै तपाईँ आफै सिकाउनुहुन्छ अनि उनीहरूले सिक्नु त कमन कुरा हो तर खैर केही छैन अब सेवन त भइसक्यो मास्टर साहब त्यसलाई मैले के गरेको छैन त्यसलाई मैले बाबुआमाको माया दिएर पालेको छु मास्टर तपाईँ हाम्रो गल्ती नै हेऱ्यो आफ्नो बच्चाहरूको हर आवश्यकता परिपूर्ति गर्दैन आफू सक्षम बाबुआमा बने भन्ने हाम्रो मूर्ख कुरा हो आफ्नो बच्चा विद्यालय कतिखेर जान्छ आफ्नो बच्चाले पढ्छ कि पढ्दैन आफ्नो बच्चाहरू विद्यालय गएको छ कि छैन उसले खाने समय के हो उसको सुत्ने समय के हो ऊ कहाँ जान्छ के गर्छ आफूले थाहा पाउनुपर्छ पर्दैन अनि जहाँ निस्केर अप्ठ्यारो पर्छ त्यो बेला आएर चाहिँ ल मेरो बच्चाले यसो गरी भनेर हुन्छ हेर्नुहोस् विद्यालयमा त बच्चाहरूले 8 घन्टा मात्र बिताउने हो बाँकी समय त घरमा बिताइरहन्छन् सबैको मलाई थाहा छ तपाईँ मास्टरहरूको नाताले भने अब मेरो बच्चालाई सिकाएर मैले के गर्ने के उपाय गर्ने भन्ने सिकाउनु लाग्यो अब यसो गरौँ एउटा के नाम गरेर सुधार गृह छ भनेर सुनेको छु अब त्यही सुधार केन्द्रमा लिएर गएर राखेर अब ऊ भर्खरै सिक्दै गरेकी हो 2-4 महिनामा मात्र ठिक भइहाल्छ तर एकदम खुसीको कुरा के छ भने तपाईँले पनि सही बाटो अँगाल्नुभयो अब तर तपाईँ सुधार केन्द्र राख्ने अनि तपाईँ आफैले काम गर्नुभयो भने फेरि पनि यो घटनामा मलाई अब गल्ती मैले काम गरिसकेँ मेरो नातिनीलाई कसरी हुन्छ कसरी बाटोमा लानु पऱ्यो ल ठिक छ त्यसो भएदेखि तपाईँको नातिनीलाई सुधार केन्द्र लिएर जाउँ तर सुधार केन्द्रलाई हामीलाई पैसा चाहिन्छ तपाईँ पैसा चाहिँ पैसा त छैन त भाषा भयो भएको पनि अब त्यसको चाहिँ विदेश पठाएर हामी अब यसो नातिनीको राम्रो हुन्छ भन्दाखेरि ओर्लनी भैँसी छ त्यो बेचेर भए पनि उपचार गरौँ भाषा हुन्छ त्यसो भएदेखि नातिनीलाई अब पैसा जोड गर्दै गर्नु अनि साथी तपाईँको नाति छोरोको त बिरेको छोरोसँग मेरो नातिनीको लभ म यता आउँदाखेरि बिरेको छोरो उता राख्यो मास्टर साहब आजको मितिले हेर्न हाल्नुहोस् कि बिरे छोरो छैन कि म छैन चट्टै छिनाले चल्नु आफ्नो नातिनी कहाँ जान्छ के गर्छ हेर्दैन बुढा अर्का छोड्न जान्छ भन्नु भयो यस्तो छ तपाईँहरूको बच्चा नि यस्तै होला होइन साह्रै बुझ्दैन को तपाईँकै बच्चा त होला नि
यो संसारमा साथीभाइ कि होइन अरू मलाई जाति छैन म मेरो श्रीमान गरेको यतिको नभइकन तिम्रो पक्कै गरेन होला हेर न लागी छ होला भयो के ल ए लोनले माया गर्यो भने रुनु पर्छ त्यसो त मेरो साथीले मलाई साह्रै माया गर्थ्यो माया गरेर रुनु पर्छ त भयो तिमीहरूको के ठाकुर गरेर लाने त्यसले बिचरा विदेशमै जाने भालो पऱ्यो के हो कस्तो छ हो अहिले भेटभोजी क्या हो अहिले भगवान् लौरी के भन्ने भेट त्यसलाई पापी भन्ने को पापी के पापी कस्तो पापी मैले मेरो श्रीमानलाई भनेको होइन पापी के आमामा त गर के थाहा को पापी महिलाहरूलाई सजिलो छ मालाहरू किन्ने साथी मालाहरू किन्ने गएको छ म अहिले विद्यालय आउँदै गर्दाखेरि जिल्ला प्रहरी कार्यालयको गाडी गइरहेको थिएँ कतै विद्यालय लिन गएको टेलिभिजनमै पुलिसलाई मैले नि बोलाएको हो त्यो भागीले मलाई अनेक लालच देखाएर आएको झुटो हात देखाएर मैले उसको लागि घर भनिनँ सम्पत्ति भनिनँ मैले मेरो बुढालाई चुराएको पैसा भनिनँ अनि मेरो इज्जत हेर है नानी यो घटनाको प्रकृति हेर्दा तँ सिटी मर्छु जान हो अनि मर्नु नै समस्याको समाधान पनि होइन सङ्घर्ष तिमी पनि एउटा विवाहित महिला हौ ऊ पनि एउटा विवाहित पुरुष हो उसको श्रीमती पनि विदेशमा छे तिम्रो लोन पनि विदेशमा थियो त्यसलाई तिमीहरूले रमाइलो गर्ने हातमा देख्ने अनि अहिले आएर चाहिँ हुन्छ लाज छैन अरू विवाहित हो होइन त तिमीलाई थाहा थिएन भने नानी अनि तिमीले लगाएको सिन्दुर के हो त के तिमी आफू विवाहित हो भने पनि बिर्स्यौ मैले बिराएको बाटोमा मलाई जान दिनु सर त्यसैले सर यो समस्या आफू गल्ती गर्छौ अब अन्यायमा अब त्यसलाई के तिमी आफू त तिमीले आफ्नो श्रीमान पनि गुमायौ अब तिमीले न्याय पनि पाउनु न्याय पाउँछु बताउँदै सङ्घर्ष सक्नु बताउ गर्दा भन्न मर्दै गर्दाखेरि यो अवध बालमा टुक्रो बनाउन चाहन्छौ Baby,
तिमीहरूको आमा पनि तिमीहरूको गाडीले फर्केर आउँछन् तर तिमीहरूको दिन कति यही हो तिमीहरूको अनुशासन यही हो आज बहुत दुःख लाग्छ 8 नम्बरको मन 8 नम्बरको हो तर तिमीहरूको अनुशासन हेर्दाखेरि मलाई 8 नम्बरको भन्न पनि लाज लाग्छ तिमीहरूको अनुशासन यही हो तर केही छैन जेललाई आज एउटाको ज्यान बन्यो एउटा कुलद्वारा जोग्यो भनिसकेपछि आजको दिन राम्रै त के हुनु घाम लागिरहेछ अर्को क्लासमा भेट्नु भएको हजुरले मेरो भिडियो हेर्नु हजुरले मेरो भिडियो हेर्नु हजुरले मेरो भिडियो हेर्नु हजुरले मेरो भिडियो हेर्नु भिडियो मान्छेले खिच्छन् हो कस्तोमा लाग्छ भने हेर होइन त्यस्तो भिडियो त खिच्न नआउने भिडियो हेर्न पनि कस्तो हुन्छ होइन यो भिडियोलाई अगाडि डाले खिच्नु भयो भने ठुलो गर्नुहुन्छ यो भिडियोको प्रतिक्रिया हेर्दा त पक्कै पनि युनिसाले यो भिडियो बनाएको होइन त्यो केटाले युनिसालाई ब्ल्याकमेल गर्नको लागि यो भिडियो बनाएको हुनुपर्छ ताकि युनिसाले उसले जतिबाट त्यति पैसा दियो उसले जतिखेर जहाँ बोलाउँछ त्यतिखेर युनिसा उसको सामुन्ने हाजिर होस् भन्ने हेतुले यो भिडियो बनाएको हुनुपर्छ होइन इन्टरनेटको त प्रयोग गर्नु हेर्नुपर्छ इन्टरनेटमा धेरै कुराहरू सिक्नुपर्छ तर इन्टरनेटबाट यसरी भिडियो बनाएर इन्टरनेटको दुरुपयोगले यदि कसैको ज्यान गइहाल्यो भने यसको जवाबदेही को हुन्छ को हुन्छ यसको जवाबदेही हो त्यही भएर मैले यो भिडियो हेरेर यत्तिकै चुपाएर बस्नु हुँदैन हो म पनि गलत बाटोमा गइसकेको थिएँ आफूले नजान्दा नबुझ्दाखेरि आफूभन्दा ठुलो अग्रजहरूले मास्टरले गुरुले सिकाएको शिक्षा लिन एकदमै जरुरी छ म गलत ट्र्याकमा गइसकेको मान्छेलाई यही स्कुलको मास्टरले मलाई राम्रो शिक्षा दिनुभयो आज म आफूले आफूले सम्हालेर एउटा समाजको समाजसेवी भएर बाँचेको छु सबैलाई शिक्षा दिन सक्ने योग्य भएको छु मेरो छोरा पनि यही स्कुलमा पढ्छ र सक्ने पनि मानव जीवनको एउटा धर्म हो त्यसैले मैले पनि यो भिडियो हेरिकन यत्तिकै चुप्याएर बस्नु हुँदैन
मैले कसैले दिएको शिक्षाको सदुपयोग गर्नै पर्छ। बरु एकपटक युनिसा कहाँ चाहिँ युनिसालाई मैले भेट्नै पर्छ। सम्झायो भने कतै गलत बाटोमा त जाँदिन कि बरु युनिसा 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 कसलाई के भएछ फेरि आकाशमा कसलाई थियो भन्दा त्यहाँ पारी गाउँको चाहिँ सङ्घले थिएन त्यो मोरो चाहिँ बिराम थियो आज ज्ञानमा र विचाराको चाहिँ नि परान बरु त्यसैलाई आजसम्म बुढा आए बाउ अब तिमीहरूलाई चाहिँ नि कसरी खबर गर्नु अब गाउँमा भएका चाहिँ नि तिमीहरू दुईजना हौ युवा भनेको कृष्ण र त अब कृष्ण मोरालाई चाहिँ नि पुलिसले लौ भने सुन्छु अब त एउटा पनि कता होला भनेर चाहिँ नि गाउँभरिका बुढाबुढीलाई मात्रै बटुलेर ढाड जम्म लग्यो मलाई चाहिँ नि जम्मा 13 जना धेरै भाउ मलाई पनि थाहा भएको भए म पनि जान्थ्यो मसँग 14 जना थियो अनि त्यो साङ्गारेको छोराछोरी आएन कस्तो कुरा गर्छ यो मरो भारे कहाँबाट आउँछ सङ्घरेको छोराहरू अब छोराछोरी जति सबै विदेशमा छन् उनीहरूको छुट्टी मिल्न परेन बाबुको परान पर्दाखेरि छोरालाई छुट्टी साउले दिन्छ त अब छुट्टी मिलेन रे र कोही पनि बुढाले परेन अब सङ्घरेको छोरो जेठोले चाहिँ मलाई बाउको चाहिँ नि अन्तिममा एकचोटि अनुहार हेर्नु छ यो महिनाको अन्तिममा छुट्टी मिलाएर आउँछु अब त्यति बेलासम्म चाहिँ नि हस्पिटलमा कुन्नी के पैसा पाइन्छ त्यही पैसामा हालेर मेरो बाउको काठ राखिनु को भन्दै थियो कस्तो लाग्नु भएको हो बाउ हो परदेशको ठाउँ अब आउने भनेको जस्तो किन हुन्थ्यो अब नेपालमा भएका चाहिँ युवाहरू सबै विदेशमा छन् त्यही युवाहरूले चाहिँ नि पठाएको जमिन चाहिँ नि के सल्लाह छ